नमस्कार। आज हामी एउटा अलि फरक तर निकै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। दैलेख जिल्लामा फेला परेको त्यो मिथेन ग्यासको भण्डार हो, यो विषयले पछिल्लो समय निकै चर्चा पाएको छ। हो नि, र यसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्ला भन्नेमा केन्द्रित रहेर अलिक गहिरो विश्लेषण गरौँ न त। हामीले यसका लागि दैलेख मिथेन ग्यास सम्भावना र चुनौती भन्ने सामग्री हेरेका छौँ। त्यो त राम्रो स्रोत हो। त्यसले धेरै पक्ष समेटेको छ। हाम्रो उद्देश्य चाहिँ के हो भने यो प्राकृतिक स्रोतले नेपालका लागि के अवसर ल्याउँछ र अनि यसलाई यथार्थमा बदल्न कस्ता चुनौतीहरू छन् त्यसको एउटा स्पष्ट चित्र तयार पार्नु हो। बिल्कुल, यो कुरा झन महत्त्वपूर्ण भयो। खास गरी 2076 सालमा चिनिया र नेपाली प्राविधिकहरूको टोलीले गरेको अध्ययनपछि उनीहरूले दैलेखको पदुका क्षेत्रमा व्यावसायिक रूपमा निकाल्न सकिने मात्रामा मिथेन ग्यास छ भनेर पुष्टि गरे नि त। हो, त्यो पुष्टि हुनु नै ठूलो कुरा भयो। यो मिथेन ग्यास CH4 कस्तो खालको ग्यास हो, अलिकति बताइदिनुस् न। यो मिथेन भन्नेको खासमा रङ्गहीन र गन्धहीन ग्यास हो, तर यो साह्रै चाँडो बोल्छ, मतलब एकदमै प्रज्वलनशील हुन्छ। प्राकृतिक ग्यास जसलाई हामीले नेचुरल ग्यास भन्छौँ त्यसको मुख्य तत्त्व नै यही मिथेन हो। ऊर्जाको ठूलो स्रोत बन्ने सम्भावना छ यसमा। ऊर्जाको स्रोत त भयो, तर यसको अर्को पाटो पनि छ नि है, वातावरणीय पाटो। हो, त्यो पनि उत्तिकै महत्त्वपूर्ण छ। भनिन्छ नि मिथेन ग्यास त कार्बन डाइअक्साइड भन्दा वायुमण्डललाई तताउने कुरामा झण्डै 25 गुणा शक्तिशाली हरितगृह ग्यास हो रे। हो, यो एकदमै सही हो। त्यसैले यसको उत्खनन र प्रयोग गर्दा वातावरणीय सुरक्षामा एकदमै धेरै ध्यान दिनुपर्ने हुन्छ। यो संवेदनशीलतालाई हामीले बिर्सनु हुँदैन। त्यसो भए यी सबै कुरा हुँदाहुँदै पनि यो खोजले नेपाललाई आर्थिक रूपमा माथि उठाउन सक्ने आधार चाहिँ के हुन् त? मतलब सम्भावना के देख्नुहुन्छ? सम्भावनाहरू त निकै बलिया छन्, तर अब रातारात धनी भइहाल्ने भन्ने सोचाइ अलि हतारो हुन सक्छ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण फाइदा भनेको ऊर्जामा आत्मनिर्भर हुने सम्भावना हो। त्यो त हो। हामी अहिले कति धेरै पेट्रोलियम पदार्थ बाहिरबाट ल्याउँछौँ। हो नि, वर्ष नै खर्बौं रुपैयाँको डिजेल, पेट्रोल अनि घरमा बाल्ने एलपी ग्यास सबै विदेशबाट आउँछ। यसले हाम्रो व्यापार घाटा, त्यो आयात र निर्यात बीचको खाडल कति बढाएको छ। हो, एकदम नै। यदि दैलेखको ग्यास सफलतापूर्वक निकालेर प्रयोग गर्न सक्यौं भने त्यो आयातलाई निकै घटाउन सकिन्छ अनि त्यो विदेशी मुद्रा जोगिन्छ नि। त्यो त ठूलो राहत हुन्छ अर्थतन्त्रलाई। यो त भयो आयात घटाउने कुरा, तर देशभित्रै नि नयाँ उद्योग, रोजगारी त्यस्तो केही सम्भावना छ कि? छ, निश्चित रूपमा छ। हेर्नुस्, ग्यास निकाल्ने, त्यसलाई प्रशोधन गर्ने, पाइपलाइनबाट ठाउँ ठाउँमा पुर्याउने, वितरण गर्ने, यो आफैमा एउटा ठूलो उद्योग हो। यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौंलाई रोजगारी दिन सक्छ। अनि सरकारले पनि ग्यास बेचेर राम्रो राजस्व उठाउन सक्छ। त्यो पैसा फेरि शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता पूर्वाधारमा लगाउन सकियो। अनि उद्योगहरूलाई पनि फाइदा होला नि है, सस्तो ऊर्जा पाए भने त? एकदम। यदि उद्योगहरूले अहिलेभन्दा सस्तो र भरपर्दो ऊर्जा स्रोत पाए भने उनीहरूको उत्पादन लागत घट्छ। लागत घटेपछि त उनीहरू अरू देशका उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्छन्। समग्र औद्योगिक विकासमा यसले मद्दत गर्छ। तर यी सबै हुनलाई त तपाईले अघि भन्नुभए जस्तो त्यो ग्यास सफलतापूर्वक व्यावसायिक रूपमा निकाल्न सक्नु पर्यो। हो, त्यहीनिर मुख्य गाँठो हो। अनि यही सक्नुपर्छ भन्ने कुरामा त चुनौतीहरू छन् होला नि, जस्तो लगानीको कुरा। कति ठूलो लगानी चाहिन्छ होला यसमा? यो नेपालले सजिलै जुटाउन सक्ने खालको हो र? यो सानोतिनो लगानीले हुने कामै होइन। यसका लागि अरबौं डलर, मतलब खरबौं रुपैयाँ लगानी चाहिन्छ। यो भनेको ठूला ठूला जलविद्युत आयोजना बनाउन लाग्ने खर्च जत्तिकै वा त्योभन्दा बढी पनि हुन सक्छ। बाबा, खरबौं रुपैयाँ! हो। अनि प्रविधिको कुरा गरौँ, ग्यास जमिनबाट निकाल्न विशेष खालको गहिरो ड्रिलिङ गर्ने प्रविधि चाहिन्छ। निकालेको ग्यासलाई सफा गर्ने, प्रशोधन गर्ने प्लान्ट चाहिन्छ। अनि त्यसलाई उपभोक्तासम्म पुर्याउन त हजारौं किलोमिटर लामो पाइपलाइनको जालो बनाउनु पर्ने हुन सक्छ। ओहो! यी सबै काम एकदमै जटिल र महँगो प्रविधिमा आधारित हुन्छन्। र साँच्चै भन्नुपर्दा यो प्रविधि र अनुभव हामीसँग अहिले पर्याप्त छैन।
प्रविधि मात्र भएर भएन, त्यो चलाउने मान्छे पनि त चाहियो, दक्ष जनशक्ति। के हामीसँग यस्तो जटिल परियोजना हाँक्न सक्ने प्राविधिक र व्यवस्थापकहरू छन् त? यो अर्को ठूलो चुनौती हो। हामीलाई पेट्रोलियम इन्जिनियरिङ, जियोफिजिक्स, पाइपलाइन व्यवस्थापन जस्ता विशेष ज्ञान चाहिने क्षेत्रमा दक्ष मान्छेहरूको अभाव छ। सुरुमा त विदेशी विज्ञहरूकै भर पर्नुपर्छ, अनि सँगसँगै आफ्नै जनशक्तिलाई तालिम दिँदै सिकाउँदै लैजानुपर्छ। यसमा समय पनि लाग्छ, पैसा पनि लाग्छ। अनि त्यो वातावरणीय जोखिमको कुरा पनि त छँदैछ। एकदमै छ। मिथेन चुहावट भयो भने त्यसले जलवायु परिवर्तनमा झन् नराम्रो असर पार्छ। त्यसैले उत्खननदेखि वितरणसम्म एकदमै सुरक्षित, वातावरण मैत्री उपाय अपनाउनुपर्छ। यसका लागि कडा नियम कानुन चाहिन्छ, निरन्तर निगरानी गर्नुपर्छ। यो आफैमा चुनौतीपूर्ण काम हो। भनेपछि प्राविधिक, आर्थिक, वातावरणीय, जनशक्ति यी सबै कुरालाई ठिक ठाउँमा राख्न त एउटा बलियो र स्पष्ट सरकारी नीति चाहियो होला नि, होइन र? एकदमै। तपाईले एकदम सही ठाउँमा औँला राख्नुभयो। लगानी कसरी ल्याउने, सुरक्षा मापदण्ड के हुने, राजस्व कसरी बाँड्ने, अनि निकालेको ग्यास देशमै प्रयोग गर्ने कि बाहिर बेच्ने, यसबारे स्पष्ट योजना बनेको छ त? यही नै हो अहिलेको सबैभन्दा महत्त्वपूर्ण प्रश्न। एउटा स्पष्ट रोडम्याप चाहिन्छ, जसमा लगानीको मोडालिटी के हुने, वातावरणीय सुरक्षाका मापदण्ड के हुने, प्रविधि कसरी हस्तान्तरण गर्ने, स्थानीय समुदायसँग कसरी समन्वय गर्ने, राजस्व कसरी बाँडफाँड गर्ने र बजार व्यवस्थापन, मतलब घरेउ खपतलाई प्राथमिकता दिने कि निर्यात गर्ने, यी सबै कुरा स्पष्ट हुनुपर्छ। यस्तो नीतिगत स्पष्टता भएन भने ठूलो विदेशी लगानी ल्याउन र परियोजनालाई राम्रोसँग अगाडि बढाउन गाह्रो हुन्छ। बजारकै कुरा गर्दा पनि देशभित्र कति खपत हुन सक्छ, निर्यात गर्ने हो भने कोसँग कस्तो सम्झौता गर्ने, यी निकै जटिल विषय हुन्। त्यसो भए निचोडमा भन्दाखेरि दैलेखको मिथेन ग्यास नेपालका लागि ऊर्जा सुरक्षा, आर्थिक वृद्धि, सरकारी आम्दानी र औद्योगिक विकासका लागि एउटा ठूलो सम्भावनाको ढोका त हो। ढोका त हो। तर त्यो ढोका खोलेर भित्र पस्नका लागि चाहिँ खर्बौंको लगानी, अत्याधुनिक प्रविधि, ठूलो पूर्वाधार निर्माण, दक्ष जनशक्ति विकास, वातावरणीय सुरक्षाको ग्यारेन्टी र सबैभन्दा महत्त्वपूर्ण एउटा स्पष्ट र स्थिर सरकारी नीति, यी सबै अग्ला पर्खालहरू पार गर्नुपर्ने देखियो। हो, तपाईले ठिक सारांश निकाल्नुभयो। यी सबै चुनौतीहरू छन्, तर यी सबै आर्थिक लाभहानि र वातावरणीय चुनौतीहरूको हिसाब किताब भन्दा पर एउटा अझ गहिरो प्रश्न पनि छ है, जसबारे हामीले सोच्नुपर्छ जस्तो लाग्छ मलाई। त्यो के हो? कल्पना गरौँ न, यदि यो ग्यास सफलतापूर्वक निकालियो, बेचियो र यसबाट देशले सोचेभन्दा धेरै सम्पत्ति कमायो रे, त्यो अचानक आउने ठूलो धनको व्यवस्थापन कसरी होला, अनि त्यसको वितरण? यो त महत्त्वपूर्ण प्रश्न हो। त्यो सम्पत्तिले हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई, हाम्रो जीवनशैलीलाई नै दीर्घकालमा कसरी परिवर्तन गर्ला, कसरी पुनः आकार देला, यो प्रश्नबारे अहिलेदेखि नै सोच्न जरुरी छ जस्तो लाग्छ। हो, साँच्चै नै यो निकै गम्भीर र विचारणीय प्रश्न हो। आर्थिक र प्राविधिक पक्षसँगै यो सामाजिक पक्षबारे पनि सोच्नु अपरिहार्य छ। आजको यो छलफल निकै जानकारीमूलक रह्यो। धन्यवाद। मलाई पनि यो अवसर दिनुभएकोमा धन्यवाद।